त्यो इन्जिन त्यो यो रोल्पाबाट लिएर आउनु भएको छ हामीलाई माया गरेर ट्रकमा हालेर हैन। यो गाडी हिँड्दा हिँड्दै बन्द भइसकेको थियो बाटोमा। अनि के भएछ भने खोलेर हेरेँ म्याग्नेट साइड ठिक थियो। यतापट्टि खोलेर हेरेको ल हेर्नु यो पिस्टन पुरै हैन यो सबै फुटालिदिएछ। यो पिस्टन फुट्यो, यहाँ भित्र सबै कचडा गर्छ, कनेक्टिङ पुरै बाङ्गो भइसकेछ। ल हेर्नु यो ब्लक किट सिलिन्डर सबै यो फुटालिदिएछ। अब यो हुनुको कारण के हो भन्दाखेरि यो मिस्त्रीहरूको हेलचेक्राइ है। यो फिटिङ गर्दाखेरि राम्रै नगरिदिएको मेन पोइन्ट हुन्छ यसमा चाहिँ हैन। अब किन भन्नु होला मिस्त्रीहरूलाई किन दोष दियो भनेर भन्न पनि सक्नुहुन्छ। यहाँ जो गजल पिन लाग्छ एउटा हैन, अब सबैलाई ल हेर्नु यो गजल पिन लाग्छ नि, यतापट्टिको साइडमा एउटा लक यता हुन्छ एउटा लक यता हुन्छ हैन। एक साइडको लक त अलरेडी कम्पनीबाट फिटिङ पनि हुन्छ र कसैमा हुँदैन हैन, त्यो फिट गर्नुपर्छ। अब कुनै कुनै मिस्त्रीहरूले गफको तालमा के गर्छन् भन्दाखेरि यसमा चाहिँ यो यताको लगै हाल्दिनन् हैन। लग नहालिदिएपछि यो कनेक्टिङ त एकदम फास्ट चलिरहेको हुन्छ। त्यसमा चाहिँ यो पिस्टनको गजल पिन साइडमा आइदिएर यसमा चाहिँ लाइनिङ हालिदिन्छ हैन। साइड टेढो भएपछि त अनि फुटालिदिन्छ। यसमा पनि हेर्नु होला लाइनिङ आएको छैन, यो गजल पिनकै लाइनिङ हो यी। त्यसैले चाहिँ यो इन्जिनहरू फिट गर्दा एकदम ख्याल गर्नु होला हैन। गाली चाहिँ नगर्नु होला फेरि मिस्त्रीलाई दोष दियो भनेर। ल अब यसको पनि अलिअलि पैसा खर्च हुन्छ। अब यस्तो गर्नुमा मिस्त्रीहरूले एकदम ख्याल गरिदिनु होला हैन। कसैले पनि दुःखले कमाएको पैसाहरू चाहिँ एकदम अब विश्वसनीय तरिकाले हजुरकोमा बनाउन आउँछन् भन्ने बनाइदिनु होला हैन। कसैलाई दुःख दिने काम नगर्नु होला, राम्रोसित गर्नु होला, आफ्नो इज्जतको लागि हो। हस्।